Nima Academy, transforming education. भाइ बहिनीहरू, यो श्रृङ्खलामा म कुरा गर्छु नेपालको सङ्घीय सरकारको बारेमा। सङ्घीय सरकारलाई हामी कार्यपालिका पनि भन्ने गर्छौँ। कार्य गर्ने भएर यसलाई कार्यपालिका भनिएको हो। संसदले अर्थात् व्यवस्थापिकाले नियम कानुनहरूको निर्माण गर्छ र उक्त नियम कानुनहरूलाई कार्यान्वयन गर्ने काम या कार्य रूपमा परिणत गर्ने काम कार्यपालिकाले गर्छ या सरकारले गर्छ। सरकारलाई हामी सामान्य भाषामा मन्त्रीमण्डल या मन्त्री परिषद पनि भन्ने गर्दछौँ र मन्त्री परिषदमा प्रमुखको रूपमा प्रधानमन्त्री रहेका हुन्छन् भने अब उपप्रधानमन्त्री भन्नुहोस् या मन्त्री भन्नुहोस् या सहायक मन्त्री भन्नुहोस् या राज्य मन्त्री भन्नुहोस्, अन्य चाहिँ सदस्यको रूपमा रहेका हुन्छन्। नेपालको मन्त्री परिषदमा धेरैमा 25 जना सदस्य मात्र हुन सक्दछन्, त्योभन्दा बढी हुन पाइँदैन। अब यो चाहिँ कसरी बन्छ त, अर्थात् सङ्घीय सरकारको निर्माण चाहिँ कसरी हुन्छ? आउनुहोस् पहिला यसको विषयमा बुझौँ। भाइ बहिनीहरू, सङ्घीय सरकारको निर्माण सङ्घीय संसदले गर्ने गर्दछ। अर्थात् जनप्रतिनिधिहरूको जुन संस्था हुन्छ, जुन थलो हुन्छ, त्यसले नै सरकार निर्माण गर्ने गर्दछ। र यो सरकार निर्माण गर्दाखेरिमा केही प्रावधानहरू रहेका छन्। म ती प्रावधानहरूको विषयमा तपाईँहरूसँग कुरा गर्छु। पहिलो चाहिँ के छ भने भाइ बहिनीहरू, सबैभन्दा पहिले संसदले प्रधानमन्त्रीको चयन गर्दछ र प्रधानमन्त्री चयन भइसके पछाडि मन्त्री परिषदका अन्य सदस्यहरू चाहिँ प्रधानमन्त्रीको स्वेच्छामा भर पर्ने कुरा हो। प्रधानमन्त्रीको चयन गर्दाखेरिमा सुरुमा जुन राजनीतिक दलले बहुमत प्राप्त गरेको हुन्छ चुनावमा, त्यो राजनीतिक दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीको रूपमा नियुक्त गर्दछन्। यो पहिलो प्रावधान हो। तपाईहरुलाई थाहा छ, चुनावमा त विभिन्न राजनीतिक दलहरूले भाग लिएका हुन्छन्, उनीहरू बीच प्रतिस्पर्धा हुन्छ। त्यो प्रतिस्पर्धामा बहुमत जुन राजनीतिक दलले प्राप्त गर्छ, अब हामीसँग 165 निर्वाचन क्षेत्र छन् भाइ बहिनीहरू, त्यसको बहुमत हुनको लागि 50% प्लस 1 प्रतिनिधि सभा सदस्य हुनु पर्यो एउटा राजनीतिक दलसँग, अनि उसले बहुमत प्राप्त गरेको मानिन्छ। त्यति प्रतिनिधि सभा सदस्य भइसके पछाडि अब त्यो राजनीतिक दलले सरकार बनाउन पाउँछ र त्यो राजनीतिक दलको संसदीय दल भन्ने एउटा छुट्टै विभाग हुन्छ हो, त्यसको नेता चाहिँ प्रधानमन्त्री बन्दछन् र उनलाई कसले नियुक्त गर्दछन्? राष्ट्रपतिले। र जब राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्दछन्, त्यस पछाडि प्रधानमन्त्रीले स्वेच्छामा आफ्नो इच्छामा भन्न खोजेको अन्य मन्त्रीहरूको चयन गर्ने गर्दछ। अब दोस्रो प्रावधान चाहिँ के छ भने भाइ बहिनीहरू, यो अनिवार्यता छैन कि चुनावमा कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त गरोस्। अर्थात् 165 को आधा हुन्छ 83। अब यो अनिवार्य छैन कि कुनै पनि राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत 83 ठाउँबाट विजय प्राप्त गरोस्। हो, यस्तो अवस्थामा के गर्नुपर्ने हुन्छ भनेदेखि अब 2 वा 2 भन्दा बढी राजनीतिक दल मिलेर सरकार बनाउनु पर्ने हुन्छ। एउटा मात्र राजनीतिक दलको बहुमत नआएको खण्डमा अब मिलेर सरकार बनाउनु पर्ने हुन्छ। यस्तो सरकारलाई हामी सहमतीय सरकार भनेर पनि बुझ्न सक्दछौँ। र जुन राजनीतिक दलले यो सहमतीय सरकार निर्माण गर्नको लागि नेतृत्व लिन्छ, त्यो राजनीतिक दलको कुनै एउटा व्यक्ति या नेता प्रधानमन्त्रीको रूपमा नियुक्त हुन्छ, राष्ट्रपतिले नियुक्त गर्छन्। तर यसरी नियुक्त भएको प्रधानमन्त्रीले 30 दिन अर्थात् 1 महिनाभित्र संसदबाट विश्वासको मत पाउनुपर्छ। अब फेरि यो विश्वासको मत भनेको के हो त्यो पनि तपाईहरुले बुझ्नुपर्छ। विश्वासको मत भनेको चाहिँ कस्तो भने भाइ बहिनीहरू, प्रधानमन्त्रीले
आफ्नो पद र आचरण अनुसार काम गर्दछन्, फलानो व्यक्ति चाहिँ प्रधानमन्त्रीको लागि उपयुक्त छ भनेर संसदको बहुमत सदस्यले समर्थन गरेको या हुन्छ भनेको अवस्था हो। त्यसलाई विश्वासको मत भन्ने गरिन्छ है भाइ बहिनीहरू। र यो दोस्रो प्रावधान अनुसार जो व्यक्ति प्रधानमन्त्री नियुक्त भएको हुन्छ उसले 30 दिनभित्र संसदबाट विश्वासको मत पाउनुपर्छ। पाएन भने चाहिँ के हुन्छ? पाएन यदि भने तेस्रो प्रावधानतिर या तेस्रो प्रावधान अनुसार सरकार गठन हुन्छ। र तेस्रो प्रावधानमा चाहिँ के छ भने भाइ बहिनीहरू, यदि सहमतीय सरकार गठन भइसके पछाडि जो व्यक्ति प्रधानमन्त्रीको रूपमा नियुक्त भएको हुन्छ उसले 30 दिनभित्र विश्वासको मत प्राप्त गरेन भने अब राष्ट्रपतिले के गर्दछन् भनेदेखि संसदमा जति पनि राजनीतिक दलहरू छन्, अझ भनौँ प्रतिनिधि सभामा जति पनि राजनीतिक दलहरू छन्, ती राजनीतिक दलहरू मध्ये सबैभन्दा बढी सदस्य प्रतिनिधि सभा सदस्य कोसँग छ या कुन राजनीतिक दलसँग छ हो त्यही राजनीतिक दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्दछन्। राष्ट्रपतिले संसदमा या प्रतिनिधि सभामा भनौँ सबैभन्दा बढी सदस्य सङ्ख्या भएको राजनीतिक दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्दछन्। र प्रधानमन्त्री नियुक्त भइसके पछाडि त अन्य मन्त्रीहरू उनकै इच्छामा भर पर्ने कुरा भइ नै हाल्यो। तर भाइ बहिनीहरू, यसरी नियुक्त भएको प्रधानमन्त्रीले पनि 30 दिनभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत पाए त ठिकै छ, उनी प्रधानमन्त्रीको रूपमा निरन्तरता दिन्छन्, सरकार चलाइरहन्छन्। पाएनन् भने चाहिँ के हुन्छ त? अब चौथो प्रावधानमा जान्छ। चौथो प्रावधानमा चाहिँ के छ भने भाइ बहिनीहरू, अब प्रतिनिधि सभाबाट यस्तो एउटा व्यक्ति आउनु पर्यो जसले चाहिँ म 30 दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न सक्छु भन्ने आधारहरू या प्रमाणहरू नै भन्नुहोस् तपाईँहरू, होइन, राष्ट्रपति समक्ष पेश गर्छ। त्यसरी चाहिँ आधार या प्रमाणहरू पेश गरिसके पछाडि ल होला त नि भनेर राष्ट्रपतिले उक्त व्यक्तिलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्दछ। र योभन्दा अगाडिका प्रावधान जस्तै यसरी नियुक्त भएको प्रधानमन्त्रीले पनि 30 दिनभित्रमा विश्वासको मत लिनुपर्छ। पाए भने त ठिकै छ, पाएनन् भने चाहिँ के हुन्छ त भनेदेखि अब त्यसरी नियुक्त भएको प्रधानमन्त्री एक किसिमले केयरटेकर प्राइम मिनिस्टर अथवा काम चलाउ प्रधानमन्त्री जस्तो भन्न पुग्दछन्। अब संविधानले उल्लेख गरे अनुसार अर्को कुनै प्रक्रिया छैन जुन प्रक्रिया अपनाएर सरकार गठन गर्न सकियोस्। अब बाध्य भएर देश नयाँ चुनावमा जानुपर्ने हुन्छ। त्यसकारण अब त्यसरी संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले राष्ट्रपतिलाई संसद विघटनको लागि सिफारिस गर्छन् र राष्ट्रपतिले पनि संसद विघटनको साथसाथै 6 महिनाभित्र नयाँ चुनाव गर्नको लागि मिति तोक्ने गर्दछन् र 6 महिनाभित्रमा अर्को चुनाव हुन्छ। अर्को चुनावमा फेरि राजनीतिक दलबीच प्रतिस्पर्धा हुन्छ। अब त्यो प्रतिस्पर्धामा जसले जित्छ, बहुमत प्राप्त गरे फेरि सरकार बन्छ। बहुमत कुनै पनि दलले प्राप्त गरेनन् भनेदेखि फेरि यही प्रक्रिया क्रमशः दोहोरिरहन्छ। त्यसकारण जनता या मतदाताको कर्तव्य चाहिँ के हुन आउँछ भने भाइ बहिनीहरू, यदि देशमा सरकार स्थिर रहोस् भनेर चाहने हो भनेदेखि, यदि देशमा राजनैतिक स्थिरता रहोस् भन्ने आशा र अपेक्षा गर्ने हो भनेदेखि मतदाताले कुनै एउटा राजनीतिक दललाई बहुमत दिनु राम्रो हुन्छ र उक्त राजनीतिक दलले 5 वर्षसम्म स्थिर तरिकाले सरकार सञ्चालन गर्दछ। यो चाहिँ मैले सङ्घीय सरकार अर्थात् मन्त्री परिषदको गठन कसरी हुन्छ भन्ने विषयमा कुरा गरेँ।